ल हेर्नु साथी हो, हामीले खसीको मासु बोइल गर्न हुँदैन, पकाउनभन्दा पहिले भन्छौँ नि। हेर्न त गन्दा, यो खसीको मासु हो, यस्तो गन्दा निक्लिन्छ। हामीले डाइरेक्ट पकाउँदाखेरि सबै गन्दा हो। हामीले डाइरेक्ट पकाउँदाखेरि हामीले सब यो खाने गर्छौँ। त्यसैले म भन्छु कि सबैलाई यो भिडियो हेर्ने सम्पूर्ण साथीहरूलाई पहिले मासु चाहिँ बोइल गर्ने, त्यसपछि उसको गन्दा पानी निकाल्ने। एक भल्का मनले यो बाख्राको मासु हो। त्यसपछि यो गन्दा सफाइ गर्ने अनि त्यसपछि बल्ल फेरि पानीमा तार्ने र बनाउने। एकचोटि भुकुल्ल उमाल्ने, त्यसपछि यस्तो गन्दा निक्लिन्छ। हेर्न सक्नुहुन्छ सबैले। ल हेर्नुहोस्, ल हेर्नुहोस्, यो सब गन्दा हो। हामीले डाइरेक्ट पकाउँदाखेरि यही गन्दा खाने गर्छौँ। त्यसपछि हामीलाई धेरै नोक्सानी र हानिकारक गर्छ भन्ने म जानकारी गराउँछु सम्पूर्णलाई। यो भिडियो हेर्नुहोस् पहिले, त्यसपछि सल्लाह सुझाव दिनु होला। ओके, तपाईँले फेरि भन्नु होला अरूको मासु भने बाख्राको खसीको मासु हो। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। यी साना साना हड्डी छन्। यी लेग पिस यति सानो छ।